हाई गाइस, गुड मर्निङ एभ्रिवान। र आज पनि घाम चाहिँ चडक्कै लागिरहेको छ। तिहार जस्तो चाहिँ लागेको छैन, घाम कडा भएको चाहिँ। अन्त भर्खर भदौ लागेको जस्तो घामहरू लाग्न थालेको छ। यस्तो छ, घाम लागिरहेको छ बिहानदेखि। देबुङ यता भोटेबस्ती रोप्पे माथि चित्रेहरू त बिहानै घाम ढकमक्कै ढाकिरहेको छ घामले। हाम्रो गाउँतिर चाहिँ पानी बिहान बेलुका टाइममा छोड्ने गर्छ र भर्खर पानी छोड्यो र मान्छेहरू पनि सबै ग्यास हुन्छ हो पाइपतिर। सबै मान्छेहरू आफ्नो आफ्नो ग्यास छोड्नु आउँछ। ग्यास छोड्नु आएन, ढुक्कै बस्यो भने चाहिँ ग्यास पानी नआउनु पनि सक्छ ग्यास भएर। यस्तो छ। अब यहाँ भरिन आँटेको त्यसो भएछ आउँदो रहेछ पानी। यस्तो छ। हिजो बनाएको मैले यो मौरीको डुर उता फर्काएर राखिरहेको छु। माथिबाट चाहिँ यस्तो छाना लगाइदिएको छु। आजकल त तिहार पनि मान्छेले मनाउन छोडिहाल्यो, फुलहरू पनि फुल्नै छोड्यो। फुलहरू पनि पाउँदैन आजकल त।